व्यवस्था गर्नुहुन्छ भने तपाईँको सिटिभिटी चारैतिरबाट घेराउ गर्न हाम्रो विद्यार्थी सङ्गठन तयार छ भनेर पनि हामी भन्न चाहन्छौँ। र अर्को कुरा हामीले भनेका छौँ, हामीले धेरै नेपालमा बसेर दलाली गर्ने, शिक्षाको नाममा भ्रष्टाचार गर्ने र प्राविधिक शिक्षालयलाई व्यावसायिक तालिम दिने नाममा लुटखोज गरिन्छ भने लुटखोजको पनि हामी तीव्र रूपमा हामी भन्न फोहोर गर्छौँ र तपाईँहरूसँग हामी सङ्घर्षमय भएर यहाँनिर हामी उपस्थित हुन पनि हामी जानकारी गराउन चाहन्छौँ। अर्को कुरा हामीले भनेका छौँ, यदि यो देशमा आगो लाउने तपाईँ जस्ता भ्रष्ट मान्छेहरूलाई यो देशमा आगो लागेको छ, हामी भ्रष्टाचारीहरूलाई भन्न चाहन्छौँ, कहाँ कहाँ भ्रष्टाचार गरेको छ हामीलाई फेरस्त हामीलाई थाहा छ। यदि भ्रष्टाचार त्यसलाई नरोक्ने हो भने देशका इन्जिनियरहरूलाई, देशका पुरुषहरूलाई हामीले कसरी पन्छाउनुपर्छ भन्ने कुरा पनि हाम्रो विद्यार्थी सङ्गठनलाई, लाखौँ लाख जनतालाई, लाखौँ लाख युवाहरूलाई त्यो राम्रो थाहा छ। त्यसैले हामी भन्न चाहन्छौँ, सदस्य सचिवज्यू तपाईँलाई हामीले भन्न चाहन्छौँ, हामीलाई अरू कर्मचारीहरू छ त्यस्तो हामीलाई गुनासो छैन। सदस्य सचिवले गरेका क्रियाकलापहरूको विरुद्धमा हामी एकचोटि फेरि सिटिभिटीमा उम्रेर अहिले सांस्कृतिक हामीले जुलुस मात्र गरेका छौँ। आवश्यक पऱ्यो भने तपाईँको सिटिभिटी जुन जुन जिल्लामा छ 77 जिल्लाको सिटिभिटी कार्यालयहरू घेराउ गर्ने, त्यस पछाडि तपाईँलाई नेपाली जनताले, युवा विद्यार्थीहरूले अहिलेको जेनजीहरू, जेनजी भनेको नयाँ पुस्ता हो, ती पुस्ताहरू पनि हाम्रो विद्यार्थी सङ्गठनमा व्यापक रूपमा छन्। सबैलाई हामीले उतारेर तपाईँहरूको पनि अभिगत फेरि ट्रेनमा भाग्नुपर्ने स्थिति आउनेछ भन्न म चाहन्छु। अर्को कुरा हामी के भन्न चाहन्छौँ भने मागहरू, जायज मागहरू तपाईँले त्यसलाई नसुन्नुहोस् र यदि तपाईँले पुरा गर्न सक्नुहुन्न भने शिक्षा मन्त्रीलाई पनि हामीले ज्ञापन पत्र बुझाएका छौँ, हामीले सदस्य सचिवलाई ज्ञापन पत्र बुझाएका छौँ र तपाईँलाई पनि बुझाएका छौँ। यदि तपाईँले त्यो 11 बुँदे मागहरू सुन्नु भएन भने तपाईँको अभिगत महेश भट्टराईको अभिगत के हो? सम्बन्धित निकायहरू निकाम्ब भएर बसेका छन्। यहाँका कर्मचारीका प्रमुखहरू विभिन्न षड्यन्त्रमा तल्लिन्छन् र हामी समाजवादी कम्युनिस्ट पार्टी नेपालले यस्ता व्यथितिको विरुद्ध लडिरहेका छौँ। हुन त यो देशमा अराजक अस्थिरता पटक पटक हुने छन् र विभिन्न ठाउँमा आन्दोलन भइरहेका छन्। तर नीतिगत, संस्थागत, मनोपरी रूपमा भ्रष्टाचार बाहेक प्राविधिक शिक्षा जुन सिटिभिटीले गर्यो यसको विरुद्धमा हामी आएका छौँ। हामीले गत साउन 8 गते नै हामीले 11 बुँदे माग पनि राख्यौँ। जनताको छोराछोरीको भविष्य बनाउने, जनतालाई उच्च शिक्षा, गुणस्तरीय सिपलाई विकास गर्नको निमित्त खडा भएको सिटिभिटीमा प्रत्येक वर्ष प्रत्येक दिन जस्तो ल्याउने निमित्त भइरहेका छन् र हामीले खबरदारी गर्दा निकम्ब प्रशासनले कान पुनेर हाम्रा कुरालाई व्यवस्था गरेको छ। र हुन त यतिखेर भर्खरै युवा पुस्ताले गरेको विद्रोह, विभिन्न शक्ति केन्द्रहरूको चालखेलहरू नेपालमा भइरहँदा यो सिटिभिटीले शिक्षालाई गुणस्तरको एउटा मापनको विधि बनाउनुभन्दा पनि यहाँ कसरी चाहिँ आफ्नो निस्वार्थ पुरा गर्न सकिन्छ भनेर यहाँका सम्बन्धित जिम्मेवारका कर्मचारी लागिरहेका छन्। खबरदार, हामी के चाहन्छौँ भने नेपाली जनतालाई उच्च सिपको विकास गर्ने र तिनको भविष्य निर्धारण गर्ने भन्दा पनि गुणस्तरहीन शिक्षा, दलाल पुँजीप्रष्ट शिक्षा दिएर यहाँका अनियमित र भ्रष्टाचार गरिरहेको निमित्त हामी खबरदार मात्रै गर्ने होइन, आवश्यक पर्दा हामी सङ्घर्ष पनि गर्न तयार छौँ र हामीलाई संवैधानिक अधिकारलाई प्रत्याभूत गर्नको निमित्त नेपालको संविधान कानुनले विरोध गर्न पाउने, धरना गर्न पाउने, जुलुस गर्न पाउने अधिकार अख्तियार गरेको छ। त्यही अख्तियारी लिएर कानुनसम्म ढङ्गले हामी आयौँ। तर सुन्नु पर्दछ, शासकमा फेरिएका कर्मचारी तन्त्रभित्र भएका मनोपरीलाई अन्त्य गर्नुपर्दछ। नेपालमा कसैले बिगार्छ भने कर्मचारी तन्त्र हो। कर्मचारी तन्त्रले मनोपरी गरिरहेका छन्, गरिब निमुखा जनतालाई ढाड सेकाउने काम गरिरहेका छन्, शिक्षामा माफिया तन्त्र लागू गरिरहेका छन्। भ्रष्ट आचरण भएका भ्रष्टाचारीहरूले शिक्षालाई निकम्ब साबित गरिरहेका छन् र जनताका छोराछोरी सिक्नुभन्दा नि विदेश पलायन हुन बाध्य बनाउने शिक्षा नीतिलाई खारेज गर्न हामी माग गर्दछौँ। हुन त यहाँ निमुखा सर्वसाधारण गरिबका छोराहरूले सिप गरेर आत्मनिर्भर एउटा सिप विकासको तहबाट आफू प्रशिक्षित भएर रोजगारी सिर्जना गर्नुपर्ने यो थलो पटक पटक अनियमितता गर्ने, पटक पटक भ्रष्टाचार गर्ने
क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा हामीले निरन्तर सङ्घर्ष गर्दै आइरहेको सन्दर्भमा आज हाम्रो यस साङ्केतिक विरोध कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो जनउत्तरदायी पार्टीका स्थायी समिति सदस्य आदरणीय नेतृत्व विनय राज र हाम्रो जनसङ्घर्ष समितिका प्रमुख सर्वजित र हाम्रो पार्टीका र युवा विद्यार्थी साथीहरूले जुन संयुक्त रूपमा आयोजना गर्न उपस्थित हुनुभएका सम्पूर्ण सहयात्री योद्धाहरूमा क्रान्तिकारी अभिवादन गर्न चाहन्छु म। मूलत हामीले भनेर सोभियत क्रान्तिकारीले विगतदेखि नै गौरवशाली इतिहास बोकेर शिक्षालाई आम नैसर्गिक अधिकारको रूपमा निःशुल्क हुनुपर्छ, व्यावहारिक हुनुपर्छ र हामीले यही देशमा यो शिक्षालाई प्रवर्धन गरेर तपाईँलाई गरी खान पाउनुपर्छ भन्ने निरन्तरताका साथ हामीले अगाडि बढिरहेका छौँ। यद्यपि यो राज्य व्यवस्था यसलाई हामीले भनेका छौँ कि नवौपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाले नवौपनिवेशिक पुँजीवादी दलाल शिक्षा प्रणाली स्थापनालाई सुदृढ गरेर जनताका चाहिँ तपाईँलाई नैसर्गिक अधिकारहरूलाई कुण्ठित गर्ने जुन दुष्प्रयास गर्दै आइरहेको छ यो विरुद्धमा हामीले चाहिँ गत साउन 8 गते आजैको दिन हामीले तपाईँको चाहिँ 11 बुधे यो सिटिबिटीमा चाहिँ ध्यान आकर्षण पत्र बुझाएका थियौँ कि हाम्रा चाहिँ मागहरू पुरा नगरेको कारणले हामी आज साङ्केतिक यो विरोध प्रदर्शन कार्यक्रम गर्न गइरहेका छौँ। त्यसैले यो विरोध कार्यक्रम हाम्रो शान्तिपूर्ण हो र हामी साङ्केतिक तरिकाले अगाडि बढिरहेका छौँ। यो सन्दर्भलाई हामी ध्यान आकर्षण गर्न गइरहेको कुरा हो। तसर्थ हाम्रा मागहरूलाई सिटिबिटीले चाहिँ यो हाम्रो मागहरूलाई जोरदार ढङ्गले चाहिँ पुरा गर्न अपिल गर्दै हाम्रो यस तपाईँलाई सदस्य सचिव सिटिबिटी शिक्षा विभागका प्रमुखलाई हामी तपाईँको चाहिँ यथाशीघ्र हाम्रो मागहरू पुरा गर्न हामी चाहिँ अपिल गर्दछौँ। यद्यपि हाम्रो मागहरूलाई व्यवस्था गरिएमा हामी चाहिँ अगाडि बढ्ने कुरामा चाहिँ हामी अगाडि बढ्ने कुराको घोषणा गर्दै हाम्रो चाहिँ यस कार्यक्रमलाई थप अगाडि बढाइदिनु सञ्चालकज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अभिवादन। सिटिबिटीमा गरिएका सम्पूर्ण भ्रष्टाचार बन्द गर। गरिएका सम्पूर्ण भ्रष्टाचार बन्द गर। पुरा गर। अखिल क्रान्तिकारी जिन्दाबाद। वैदेशिक सचिवालय बन्द गर। वैदेशिक सचिवालय बन्द गर। नवौपनिवेशिक दलाल पुँजीवादी शिक्षा अन्त्य गरौँ। नवौपनिवेशिक दलाल पुँजीवादी शिक्षा अन्त्य गरौँ। अखिल क्रान्तिकारी जिन्दाबाद। कपडेटहरू आयोजक पक्ष पत्रकार मित्रहरू र सरकारी सेवा आबद्ध सम्पूर्ण सुरक्षाकर्मी मित्रहरू समेतमा यो विरोध र खबरदारी कार्यक्रममा न्यानो अभिवादन सहित पुनः क्रान्तिकारी अभिवादन। हामीलाई थाहा छ हामीले गत साउन 8 गतेदेखि यस प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको संस्थाको र यसको शिक्षा मन्त्रालयको विद्यार्थीको